हेलो गाइज, गुड मर्निङ सबैजनालाई। होइन, आज चाहिँ हामी जमुनी ब्रिज जाँदैछौँ घुम्नुको लागि। यो उकालो चाहिँ जमुनी जान्छ। होइन, यो चाहिँ तपाईँको जोरथाङको सिनहरू मजाको देख्छ नि जोरथाङहरू। अब चाहिँ म जान आँटेको यो उकालो चाहिँ ओह्रालोबाट चाहिँ जोरथाङ पुग्ने छ। होइन, हामी चाहिँ बाटो बिर्सेर चाहिँ उयो लडबारी पनि देखेको छैन। अब यो उकालो रहेछ, हामीले मान्छेले सोध्दा थाहा पायौँ। फाइनली हामी चाहिँ जमुनी पुग्यौँ। होइन, आज चाहिँ हामी घुम्न जान आँटेको। ऊ चाहिँ अगाडि गयो नि त, कहिले घुम्नु नआएर एक्साइटेड भएर अगाडि कुद्दै जाँदैछ। होइन, मलाई पनि खुसी लागिरहेको छ कहिले नआएको जग्गामा आएर। होइन, घाम लागेर मजाको दिन भइरहेको छ, नभए त अरू बेला पानी पर्छ नि त, त्यही भएर राम्रो देख्दैन। अझ चाहिँ घाम लागेर मजाको देखिरहेको छ। यो चाहिँ फुलो यहाँ चाहिँ पहिला उयो हुन्छ रहेछ नि त, पहिला बोटहरू चलाउँथ्यो अरे, अहिले चाहिँ त्यहाँ उयो के भन्छ पानी परेर चाहिँ बिग्रेको छ नि त पुरै। घाम लागेर चाहिँ सिनहरू मजाको देखिरहेको छ। ऊ चाहिँ हतार भएर चाहिँ जाँदैछ अगाडि। तपाईँहरू पनि आउनु भएको छैन भने फर्स्ट टाइम आइदिनुहोस् होला, तर एकपल्ट हिँड्नुहोस् होला, हामीलाई त ठिकैको लागि। होइन, मैले चाहिँ कहिले नआएको जग्गामा फोटो खिचिहाल्छु, त्यही भएर फोटो पनि खिचेँ मैले। यो चाहिँ तपाईँको सिन हो। घाम लागेर चाहिँ राम्रो देखेर किन पानी परेको चाहिँ राम्रो हुन्थेन कि। फाइनली म चाहिँ अब घर जान आँटेको। होइन, स्कुटी पनि निकालिसकेँ। अब चाहिँ म घर जाउँ भनेर चाहिँ अब हतार भयो नि त, म चाहिँ ड्युटीबाट आएको थिएँ। अब चाहिँ म जान आँटेको। यो चाहिँ तपाईँको जमुनी खोला रहेछ। होइन, खोला हेर्दा त खेल्नु लाग्यो, तर के गर्नु, डर लाग्यो नि त। अब चाहिँ त्यहाँ फोटो खिच्नु मलाई पुरा मनपर्छ, त्यही भएर त्यहाँ खोलामा पनि फोटो खिचेँ एउटा। होइन, मैले यो चाहिँ तपाईँको जमुनी खोला रहेछ। यो चाहिँ ब्रिज हो। यो चाहिँ मलाई याद भएन कि म त्यो साइड चिन्दिनँ। यो चाहिँ तपाईँहरू आउनु भएको होला प्रायः जस्तो यहाँ दार्जिलिङ बस्नेहरू। फाइनली हामी चाहिँ यहाँ घुमिसक्यौँ। होइन, अब चाहिँ हामी खाना खानु जान आँटेको। उसले चाहिँ मोमो खान्छु भनेर चाहिँ रेस्टुरेन्ट जाउँ भने नि त, त्यही भएर हामी चाहिँ अब रेस्टुरेन्ट गएको। म चाहिँ यहाँ बसिरहेको छु। यो चाहिँ आन्टीलाई मोमो भन्नु गएको। फाइनली म चाहिँ माथि आइसकेँ। होइन, यहाँ माथि जग्गा देखेर चाहिँ बसेँ नि त, यहाँ भ्यूहरू हेर्नु जोरथाङको मजाको देखिरहेछ। त्यही भएर म चाहिँ आइसकेँ माथि। नानालाई भेटेँ। दादा र मेरो स्कुटी चाहिँ माथि छ। यहाँ चाहिँ नाना र बहिनी चाहिँ के भन्छ फोटो खिच्छ अरे। म चाहिँ हामी चाहिँ उकालो जानुपर्छ, आउनु